हाइवेबाटै यति ल यो चाहिँ शङ्खरापुर नगरपालिका वडा नम्बर 5 मा चाहिँ अहिले 10 आना जग्गा चाहिँ 10 आना 3 पैसा जग्गा चाहिँ एकदम जग्गा धनीलाई अर्जेन्ट परेको हुनाले चाहिँ बिक्रीमा आएको छ। राम्रो छ। एकदम यो दुईटा घरेरी चाहिँ एकदम मजाले बन्ने, चार कुना एकदम मिलेको जग्गा हो। घर यही छ, हाइवे यही नजिकै छ। हाइवेबाट लगभग 2 किता भित्र 13 फिटे बाटो नक्सामा हालिसकेको। यो जग्गा लिनु हुनेलाई चाहिँ एकदम फाइदा छ। यो 17-18 चलेको छ, अहिले यो जग्गा 13 सम्म आउँछ। ल यो 17-18 चलेको जग्गा चाहिँ 13 सम्म आउँछ भन्नुभएको छ। अब त्यसमा नि अझ हेरफेर हुनसक्छ भन्ने कुरो नि भएको छ होइन त। थोरै हेरफेर हुन्छ। ल जग्गा चाहिँ यही हो। तपाईँको यहाँबाट 13 फुटे आउँछ। यो नेपाल सरकारको नाममै काटिसकेको छ। यो दुईटा घरको ठ्याक्कै यो साइडबाट आउँछ 13 फिटे बाटो। ल जग्गा चाहिँ यही हो एकदम। चारा लगभग दुईटा घर चाहिँ मजाले बन्छ। दुईटा घर बन्छ। 10 आना छ। 10 आना 3 पैसा। कोही इच्छुक हुनुहुन्छ भने चाहिँ चाँडै सम्पर्क गर्नु होला, न त यो तुरुन्तै बिक्रीमा जाने भइसकेको छ। यो चाहिँ जग्गा धनीलाई चाहिँ एकदम समस्या पर्यो हुनाले ल हाम्रो उहाँलाई चाहिँ सम्पर्क गर्नु होला। उहाँलाई चाहिँ उहाँको सम्पर्क नम्बर राखिदिन्छु। उहाँसँग फाइनल कुरा उहाँसँग गर्नु होला। ल कोही इच्छुक हुनुहुन्छ भने 98